अस्तित्ववादको परिचय र मान्यता अबको लागि। अस्तित्ववादको परिचय र मान्यता। परिचय। अस्तित्ववाद आधुनिक दर्शनको एउटा महत्त्वपूर्ण दार्शनिक चिन्तन हो। यसले विशेषतः मानवको व्यक्तिगत अस्तित्व, स्वतन्त्रता, छनौट र निर्णय र उत्तरदायित्वलाई महत्त्व दिन्छ। अस्तित्ववादले मानिसको जीवनको अर्थ बाह्य शक्ति वा पूर्व निर्धारित भाग्यले तय गर्छ भन्ने मान्यतालाई स्वीकार गर्दैन। मानिसले आफ्ना स्वतन्त्र निर्णय र कर्तव्यद्वारा आफ्नो जीवनको अर्थ तथा अस्तित्व निर्माण गर्नुपर्छ भन्ने यसको मूल धारणा हो। अस्तित्ववादको प्रारम्भिक प्रवर्तकका रूपमा डेनमार्कका दार्शनिक सोरेन किर्केगार्ड 1813 देखि 1855 लाई मानिन्छ। पछि मार्टिन हाइडेगर, जापाल सार्त्र, अल्बेर कामु आदि दार्शनिकहरूले यसको विकास र विस्तार गरे। अस्तित्ववादी चिन्तनमा आस्तिक र नास्तिक दुवै धाराहरू पाइन्छन्। किर्केगार्ड आस्तिक अस्तित्ववादी थिए भने सार्त्र र कामु नास्तिक अस्तित्ववादी धाराका प्रमुख चिन्तक हुन्। अस्तित्ववादका प्रमुख मान्यताहरू। 1 नम्बर, मानव अस्तित्वलाई प्राथमिकता। मानिसको वास्तविक अस्तित्व र व्यक्तिगत जीवनलाई दर्शनको केन्द्रमा राखिन्छ। 2 नम्बर, स्वतन्त्रता। मानिस आफ्नो निर्णय गर्न स्वतन्त्र हुन्छ। उसले आफ्ना विकल्पमध्ये आफैले छनौट गर्नुपर्छ। त्यस्तै 3 नम्बर, व्यक्तिगत छनौट र निर्णय। प्रत्येक व्यक्तिले आफ्नो जीवनका निर्णय आफै गर्नुपर्छ। अरूले उसको जीवनको लक्ष्य निर्धारण गर्न सक्दैनन्। त्यस्तै 4 नम्बर, उत्तरदायित्व। स्वतन्त्रतासँगै जिम्मेवारी पनि आउँछ। आफ्नो निर्णय र त्यसका परिणामको जिम्मेवारी व्यक्तिले आफै लिनुपर्छ। 5 नम्बर, भाग्यको अस्वीकार। मानिसको जीवन पूर्व निर्धारित भाग्य वा नियतिले सञ्चालन गर्छ भन्ने विचारलाई अस्तित्ववादले स्वीकार गर्दैन। त्यस्तै 6 नम्बर, ईश्वर सम्बन्धी स्वतन्त्र दृष्टिकोण। अस्तित्ववादमा ईश्वरवादी र नास्तिक दुवै धारणा छन्। नास्तिक अस्तित्ववादीहरू मानवलाई आफ्नो जीवनको अर्थ आफै निर्माण गर्ने स्वतन्त्र प्राणी मान्छन्। त्यस्तै 7औं नम्बरमा, जीवनको अर्थ आफै निर्माण गर्नुपर्ने। संसारमा पूर्व निर्धारित जीवन अर्थ छैन। मानिसले आफ्नो कर्म, निर्णय र छनौटबाट जीवनको अर्थ निर्माण गर्नुपर्छ। त्यस्तै 8 नम्बर, विसङ्गति र निराशाको स्वीकार। संसारमा मानवको चाहना र वास्तविकता बीच विसङ्गति हुन सक्छ। यस्तो अवस्थामा पनि मानिसले जीवनबाट भाग्नु हुँदैन, बरु त्यसलाई स्वीकार गरी सङ्घर्ष गर्नुपर्छ। 9 नम्बर, व्यक्तिको विशिष्टता। प्रत्येक व्यक्ति स्वतन्त्र र अद्वितीय हुन्छ। व्यक्तिलाई केवल समाज, वर्ग वा समूहको एउटा सदस्यका रूपमा मात्र हेर्नु हुँदैन। निष्कर्ष। यसरी अस्तित्ववादले मानिस पहिले अस्तित्वमा आउँछ र त्यसपछि आफ्ना छनौट तथा कर्मद्वारा आफ्नो स्वतन्त्र र जीवनको अर्थ निर्माण गर्छ भन्ने मान्यतालाई जोड दिन्छ। यसको मूल केन्द्र मानव स्वतन्त्रता, छनौट, उत्तरदायित्व र व्यक्तिगत अस्तित्व हो। अस्तित्ववादको परिचय र मान्यता सम्बन्धी यस भिडियो तपाईँलाई कस्तो लाग्यो? शिक्षासँग सम्बन्धित यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्सक्राइब गर्न नबिर्सिनुहोला।